माथिदेखि यहीँ आउँदाखेरि गलियो भने चाहिँ भारी निकै गरौँ। हेलो एभ्रिवान, फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो आजको ब्लगमा। सो आशा गर्छु कि तपाईँहरू सन्चै र आरामै हुनुहुन्छ र म पनि यहाँ सन्चै र आरामै छु। र मेरो ब्लग चाहिँ आज घरैबाट स्टार्ट हुन्छ। सो घरमा म एक्लै पनि छु होइन। बाबा खोइ कता जानुपर्ने भयो, मतलब दोकानको सामान लिनु जानुपर्ने भयो र मम्मी र बहिनी जहिले होटलमै हुन्छ होइन। अनि म यता घरमा एक्लै छु। सो घरमा एक्लै होइन, अब बारी जानु आँटेको। बारी जाँदै गर्दाखेरि चाहिँ यसो बारीमा के काम गर्छु होइन, के लिएर जानुपर्छ, के कस्तो के हुन्छ होइन। सो म यहाँ डिटेल एकदम होइन यहाँ यो भिडियोमा आउँछ होइन। र मेरो ब्लग यहीँबाट स्टार्ट हुन्छ ठ्याक्क मेरो घरदेखि। ल म अब A few moments later. र म चाहिँ घरको ढोकासोका लाएर होइन चट्ट बारीतिर हिँडिसकेँ भन्दा पनि म मेरो देपाको घरमा पनि पुग्नु पनि आँटिसकेँ। सो गएर चाहिँ देपाको घरमा एकछिन गफ लडाइकन एक भारी मोल लिएर जानु पऱ्यो भने घरमा मान्छे छ कि छैन, त्यो घर चाहिँ त्यहाँ पर छ होइन। घर यहीँ छ होइन, ढोका खोलेर रहेछ भने चाहिँ मान्छे छ। सो यस्तो गफ लडाउनु पऱ्यो, मामलाई केही माग्नु पऱ्यो, खानेकुरा मामलाई त मागिरहेको त्यसकै आउँदै पछि उक्लिनु परेन। माम म बारी गएको खाँदै रहेछ माग्नु पऱ्यो भनेको त। त्यस्तो बोल्नु हुँदैन नि यहाँ, भिडियो बनाउँदैछु यहाँ। बाबा छैन भिडियो बनाएको होइन है, बनाउँदै हिँडेको भिडियो तपाईँ पनि यही हुनुहुन्छ। बाहिर जाँदै गर्दाखेरि यसो यता चाहिँ मेरो बाबाको बुढी मामले चाहिँ यहाँ जाँड पकाउँदै हुनुहुँदो रहेछ। म चाहिँ गएँ मामसँग गफसफ गरेर टक्क सकिसक्यौँ होइन। म लाग्दिएको एउटा छोटो दिनमा चौचो खाएँ, आधी खाएँ भनौँ न होइन। अब एक भारी मोल लिएर जानु छ। बोरा एक बोरा मोल लिएर जाने अनि आएर म होटल जाने, होटलमा गएर फेरि ठुस्ने त खाजा खाने। यहाँ मलाई कस्तो भोक लागिरहेको छ होइन। अहिले मामकोमा आएर पनि फेरि पनि खान्छु, फेरि गएर पनि खान्छु होइन। खानु पाउँदा त खाने हो होइन, खानु पाउँदा त खाने हो नि होइन, अब त किन खानु र। सो मैले मोल लाने यहीँबाट हो होइन, भारी लगाइहाल्छु है त ल। सो मैले चाहिँ मोलको भारी ल्याएर सकिसकेँ होइन। अब म यहाँबाट हिँड्छु, यहाँबाट मोल हालेको यत्रो एक बोरा। आजको मोलको भारी चाहिँ एकदम गरम हुने भयो, किनभने मोल अलिक चिसो रहेछ। हिजो पानी परेको थियो, सबै भिजाएर यहाँनिर गरम पो बनाउनु भयो त। कति ठाउँ बिसेर मात्र तल पुग्ने हो, कति टाढो पो छ त फेरि यहाँदेखि जानु पनि त। आउनु उकालो त्यस्तै, जानु ओह्रालो त त्यस्तै भारी पुऱ्याइ सजिलो हुन्छ होइन। उकालो आउनु भनेपछि यस्तो धिउधी हुन्छ नि कसम भनेको। देखो न गाइज, उयो माथिदेखि यहीँ आउँदाखेरि गलियो भने चाहिँ भारी निकै गरमै परेको थियो मलाई। र सर्दा त म सरासर जाँदै ऊ तल कहाँ गएर बस्थेँ होइन।
अन्त यहीँ आउँदाखेरि काँध दुख्नु थालिहाल्यो त। सो म चाहिँ यहीँ बस्थेँ होइन। अब के गर्नु, भारी गरम भएपछि बस्नै पऱ्यो। हिँडी गर्न सक्दिनँ, बेकारमा भारी जिउलाई मार पनि गर्नु भएन होइन। यस्तै हो नि त अब, काम भनेको यस्तै हुनुपर्छ क्या, बिस्तारै गर्ने होइन। त्यस्तै हो। भारी गरम परेर म जानुपर्ने चाहिँ यता उँधो हो, यतादेखि यतै जानुपर्छ। यहाँदेखि उँधो तल 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 तलसम्म छ होइन। तलै जानुपर्ने हो, निकै तल नै हो। तलै हो भने चाहिँ तल नै हो। तल मेरो बारीमा पुग्नु चाहिँ लाग्छ होला त्यस्तै आधी घन्टा नै होइन। हिँडेर चाहिँ आधी घन्टा, मतलब आधी घन्टा पनि के भन्नु, 10-15 मिनट चाहिँ पुगिन्छ होला त्यहाँनिर। र म चाहिँ आइसकेँ मेरो बारीमा। सो मैले नै हो यो सबै मैले नै ल्याएको होइन। सो मैले आइल्याएको चाहिँ यहीँ छ, यही हो। यहाँहरू सबै मैले ल्याएको। यहाँ चाहिँ यति एरिया चाहिँ सबै ढाकेको थियो होइन। मैले लिएर यो हालेर सबै सकिसकेको छ यता बारीतिर होइन। अनि के हो भने मैले भनेको थिएँ कि, मतलब सोचेको थिएँ मैले म बारी पुगिन्जेलसम्म भ्लग बनाउँछु भनेर। सो आजको भ्लग चाहिँ मेरो यहीँ अन्त्य हुन्छ होइन। अन्त्य त होइन, अन्त्य होइन, यहीँ सकिन्छ। सो यो भ्लग चाहिँ होइन, यो भ्लग चाहिँ यहीँ सकिन्छ होइन। हामी भेट्छौँ नेक्स्ट भिडियोमा। सो नेक्स्ट भिडियो इज कमिङ सुन, इट्स डेन्जर। अर्को लङ भिडियो चाहिँ एकदम डेन्जर हुनेछ होइन। अर्को भन्दा पनि अर्को अब 2टा पछिको अर्को भिडियो चाहिँ एकदम डेन्जर हुनेछ है। अहिले चाहिँ बाई। त्यो डेन्जर भिडियो हेर्नुको लागि चाहिँ यसो कमेन्ट गरिराख्नु। बाई।